कसले गर्नु भएको छ हेरौँ है त। ल, आज चाहिँ हजुरहरूले हिजै पढेको टपिक जस्तो लाग्छ, शिक्षक बढुवा। शिक्षक बढुवाबाट एउटा नमुना प्रश्न मैले राखेको थिएँ। आशा छ धेरैजना सर म्यामहरूले गर्नुभएको छ, फर्मेटमै गर्नुभएको छ भन्ने आशा गर्दै अब म क्रमशः सकेसम्म धेरैजना सर म्यामहरूको हेर्ने कोसिस गर्दैछु है त। ल, कविताजीको सुरुमै आयो, कविताजीबाटै सुरु गरौँ है त आजको चाहिँ। ल, क्वेसन एकचोटि नहेरेको साथीहरूले पनि हेर्नु त। अ अ अ अ किन जोइन भएको छैन? बल्ल आउनुभयो भन्नुभएको छ, गरेको छ। ल, धेरैजनाले गर्नु भएको छ है। नमस्कार नमस्कार माधवजी। ल, सम्पूर्णमा नमस्कार। अब हामी धेरै ढिला नगरिकन आजको चाहिँ क्वेसनतर्फ लाग्दैछौँ। यो चाहिँ कविताजीको मैले एन्सर हेर्दैछु माध्यमिक तहबाट है। शिक्षक बढुवा भनेको के हो, यसका उद्देश्यहरू उल्लेख गर्दै नेपालमा शिक्षकको बढुवा व्यवस्थापनलाई प्रभावकारी बनाउने उपायहरूमाथि चर्चा गर्नुहोस् भन्ने एकदमै प्रोभेबल क्वेसन्समा हामी छौँ आज है। यो जुन तपाईँहरू अहिले प्रतिस्पर्धामा सहभागी हुनुभएको छ त्यसैसँग सम्बन्धित रहेर हामी छलफल गर्दैछौँ। ल, हाम्रो यो क्वेसनमा मूलत तीनवटा प्रश्नहरू छन्। एउटा, शिक्षक बढुवा भनेको के हो लेख्नुपर्ने छ। यसको लागि थोरै मार्क्स छ, यसरी पनि बुझ्नु होला। हजुरहरूको मार्किङ सिस्टम चाहिँ यहाँ 10 मार्क्स मात्रै राख्यो। यद्यपि यसको चाहिँ शिक्षक बढुवाको केही कम छ, त्यसका उद्देश्यहरू अलि होला र यो व्यवस्थापनलाई प्रभावकारी बनाउने उपायहरूमाथि चर्चा गर्नुहोस् भनेर जसरी मार्किङ स्किम दिएको छ त्यही अनुसार हामीले लेख्ने प्रयास गर्नुपर्छ है। शिक्षक बढुवा भनेर लेख्नु भएको छ, टिका दिनुभएको छैन है। सकेसम्म टिका दिएर हतार भयो होला है। हतारमा लेख्दाखेरि यो हुनसक्छ। यद्यपि अहिलेदेखि यो बानी बसाल्यौँ भने हामीले इक्जाममा पनि यही गऱ्यौँ भने अलिक गाह्रो हुन्छ कि होइन। अहिलेदेखि त्यसलाई सुधार गर्दै जाउँ। शिक्षक बढुवा भनेर लेख्नु भएको छ, कुनै पनि शिक्षक हाल कार्यरत पद वा श्रेणीभन्दा माथिल्लो पद वा श्रेणीमा पदस्थापन हुनुलाई वा गर्नुलाई शिक्षक बढुवा भनिन्छ। एकदम ठिक छ। बढुवा हुँदा शिक्षकको तह मात्रै नभएर उसको तलब भत्ता समेत वृद्धि हुन्छ एकदमै है। अब हजुरहरू माध्यमिक तह तृतीय श्रेणीको हुनुहुन्छ भने द्वितीय श्रेणीमा जाँदाखेरि त्योभन्दा उपल्लो स्तरको तलब भत्ता समेत हुने भयो है। र यसका उद्देश्यहरू भनेर लेख्नु भएको छ। शिक्षक बढुवाका उद्देश्य शिक्षकलाई शिक्षण पेसामा पेसागत वृत्ति विकास गर्न हो, शिक्षकको मनोबल बढाउन पनि हो, शिक्षकलाई शिक्षण पेसाप्रति उत्प्रेरित गराउन पनि हो, शिक्षकलाई अध्यावधिक गर्न पनि हो र विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न भन्नुभएको छ। यो कतिको हो वा होइन विश्लेषण गरौँ। शिक्षकको पेसागत विकासमा सहयोग गर्न हो, अन्य संकायका विद्यार्थीहरूलाई शिक्षणमा आकर्षण गर्न भनेर लेख्नु भएको छ। अनि अन्य संकायका विद्यार्थीलाई शिक्षणमा आकर्षण गर्न हो। यता बढुवा पनि हुन्छ नि, त्यस्तो चान्सेसहरू छन् भनेर अरू साइन्स म्यानेजमेन्ट फ्याकल्टीको लागि यता ल्याउन भन्न खोज्नु होला। शिक्षकको आत्मसम्मान वृद्धि गर्न एकदम राम्रो। शिक्षक बढुवालाई प्रभावकारी बनाउने उपायहरू भनेर लेख्नु भएको छ। आन्तरिक प्रतिस्पर्धाबाट र का समूहबाट हुने बढुवालाई 50-50% बनाउनुपर्छ हो। राम्रै कुरा हो, हजुरको बुझाइमा त्यो राम्रो हुन सक्यो होइन। र समग्रमा आन्तरिक प्रतिस्पर्धाबाट अझ प्रतिस्पर्धी क्यान्डिडेट जान्छ, दक्ष क्यान्डिडेट पाउँछ भन्ने कुरा राख्न पाउनुभयो। शिक्षक बढुवाको पाठ्यक्रममा शिक्षकको पेसागत विकास गर्ने खालको पाठ्यक्रम बनाउनुपर्छ। यो पाठ्यक्रमलाई पनि एकदमै जोड दिनुभएको छ। सामयिक बनाउनुपर्छ भन्ने कुरा लेख्नुभयो, ठिक छ। विषयगत बढुवाको व्यवस्था गर्नुपर्छ हो। माध्यमिक तह र निम्न माध्यमिक तहमा चाहिँ विषयगत नभएर ओभरअल जिल्लाको संख्याको आधारमा हुने गर्छ, त्यसलाई विषयगत रूपमै बढुवा हुनुपर्छ भन्नुभएको छ। ठिक छ। माध्यमिक तह गणित विषय द्वितीय श्रेणी प्रथम श्रेणी भनेर गराउनु पर्यो है। त्यस्तै हरेक विषयका आफ्नै बढुवा हुनु पर्यो।
आवधिक बढुवाको व्यवस्था गर्नुपर्ने एकदमै। अहिले त 10 वर्ष भन्ने आइसकेको थियो होइन, कता कता हराइसक्यो अहिले फेरि। बढुवालाई प्रत्यक्ष रूपमा विद्यार्थीको सिकाइ उपलब्धिमा आधारित बनाउनुपर्छ। कति राम्रो कुरा है। सिकाइ उपलब्धिमा, विद्यार्थीको सिकाइ उपलब्धिमा आधारित बनायो भने त हाम्रो शिक्षक सँगसँगै विद्यार्थीको पनि बढुवा हुने भयो नि। उत्कृष्ट नतिजा प्राप्त गर्न सफल शिक्षकलाई एक तह बढुवा अथवा पुरस्कृत गर्नुपर्छ भन्नुभएको छ। कासमुबाट हुने बढुवालाई पारदर्शी र निष्पक्ष बनाउनुपर्छ। हो, 75% वाला चाहिँ अझ पारदर्शी छैन भन्ने चाहिँ कुरा कतै आउँछ। यसलाई अझ पारदर्शी। कासमु फर्म भर्दा हुने सामान्य मानवीय त्रुटिलाई व्यवस्था गर्नुपर्ने भन्नुभएको छ। यसलाई त्रुटि रहित बनाउनु पर्यो, अझ वैज्ञानिक बनाउनु पर्यो भन्न पर्यो। यो त अनलाइनमा आधारित बनाउनु पर्यो भन्दा अझ राम्रो होला। उत्कृष्ट कार्य सम्पादनमा का आधारमा बढुवा गर्नुपर्छ। ठिक छ। कासमुमा प्रदान गर्ने अङ्क चाहिँ निष्पक्ष हुनुपर्छ। हो, पुनरावलोकन समिति सुपरिवेक्षकहरूले दिने अङ्क चाहिँ निष्पक्ष हुनुपर्छ भन्नुभएको छ। यसलाई इफेक्ट पर्नु भएन। समग्रमा शिक्षकको शिक्षण पेसाप्रति मनोबल उच्च बनाइराख्न, सकारात्मक सोचको विकास गरी शिक्षण सिकाइ क्रियाकलाप र विद्यार्थीको उपलब्धिलाई नै मुख्य उद्देश्य बनाई शिक्षकको सेवा सुविधा वृद्धि विकासको लागि शिक्षक बढुवा आवश्यक छ। यस्तो शिक्षक बढुवालाई आवधिक बढुवा, कासमुका आधारमा बढुवा हुने बढुवालाई निष्पक्ष उत्कृष्ट कार्य सम्पादनका आधारमा बढुवा गर्ने व्यवस्था गर्ने, पाठ्यक्रमले शिक्षकको पेसागत विकासलाई जोड दिने खालको र समय सान्दर्भिक बनाउन सकेको खण्डमा शिक्षण पेसालाई रोजाइको पेसा बनाउन सकिन्छ। ल, कङ्ग्रेचुलेसन्स कविताजी। हजुरको यो डिका मात्रै दिनुभएको भए सुनमा सुगन्ध हुन्थ्यो र एक दुईवटा पोइन्टको कुरा चाहिँ विचारणीय छ। हजुरको लागि त्यो योग्य नै छ र समग्रमा ती हाम्रा पोइन्टहरूले हाम्रो जाँचकको चाहिँ मनस्थिति के गर्छन् भन्ने कुरा हो। त्यस्ता कुराहरूलाई मध्यनजर गर्दै अगाडि बढ्नु होला। हजुरलाई धन्यवाद, साथै शुभकामना पनि है। ल, टिएम पौडेलजीको पनि दोस्रोमा आइहाल्यो, हेरिहालौँ। सरको पनि हेरिदिनु भयो। अहिले पछिल्लो समय हेरेका छैनौँ, नियमित गरिराख्नुहुन्छ। नियमित गर्ने साथीहरूको पक्कै पनि राम्रो छ भन्ने हाम्रो बुझाइ हो। तोकिएको सेवा शर्त सुविधामा थप प्रोत्साहन वा सुविधा वृद्धि गर्नु शिक्षक बढुवा हो। तोकिएको सेवा शर्त र सुविधामा थप प्रोत्साहन वा सुविधा वृद्धि गर्नु मात्रै के शिक्षक बढुवा हो र योभन्दा अझ माथिल्लो तह भन्ने कुरा पनि समेट्छ। तल लेख्नु भएको छ होला। ठिक छ ल, एनिवे फर्मेटमै लेख्नु भएको छ है। शिक्षकलाई थप सेवा सुविधा वृद्धि गर्ने माथिल्लो श्रेणी हो वा पदमा वृद्धि गर्नु, मर्यादालाई बढावा दिनु, प्रोत्साहन गर्नु वा दर्जा थप गर्नु शिक्षक बढुवा हो। कति राम्रो, धेरै कुरा लेख्नुभयो। शिक्षक बढुवाका लागि शिक्षक सेवा आयोग नियमावलीको नियम 27 मा बढुवा सम्बन्धी हो। यसरी नियम नै उल्लेख गर्नु भने अझ राम्रो यो व्यवस्था गरिएको छ। बढुवाले शिक्षकलाई थप जिम्मेवारी र उत्तरदायित्व बोध गराउँछ है। विशेष बढुवाको पनि व्यवस्था छ। अनि शिक्षक बढुवाका उद्देश्यहरू भनेर यसरी शिक्षकलाई निश्चित सेवा अवधि पश्चात थप सेवा सुविधा वृद्धि गर्नु भनेर कार्यप्रति प्रोत्साहित गर्नु, पेशागत विकासका लागि प्रेरित गर्नु, जिम्मेवारी र कर्तव्यबोध होला को पालना गराउनु, कार्यदक्षता क्षमता र योग्यतामा वृद्धि गरी सधैँ सिकाइप्रति प्रेरित गर्नु, सम्मान र पुरस्कारका लागि योग्य बनाउनु, थप सेवा सुविधा अवसर र सम्भावनाप्रति लालायित गराउनु। ठिक छ। त्यस्तै शिक्षकको बढुवा व्यवस्थापनलाई प्रभावकारी बनाउने उपाय भनेर यहाँ लेख्नुभयो। शिक्षक बढुवा प्रणाली वैज्ञानिक र व्यवस्थित बनाउनु पर्ने भन्नुभएको छ। यसै गरी क्रप गरेर राख्नु भयो भने अझ राम्रो हुन्छ। शिक्षक बढुवाको आन्तरिक प्रतिस्पर्धा र कासमु बढुवाको कोटा चाहिँ 50-50 भन्नुभएको छ। 75% बढुवा मापनको आधारहरू वस्तुनिष्ठ बनाई सिकाइ उपलब्धि वृद्धिलाई प्रमुख आधार मान्नुपर्ने, सुपरिवेक्षक र पुनरावलोकन समितिले गर्ने मूल्याङ्कन मापदण्डमा योग्यता माथिल्लो भएको व्यक्तिले मात्र सुपरिवेक्षण गर्न पाउने प्रावधान राख्नुपर्छ। हो, हेर्नुहोस् त, हाम्रा सुपरिवेक्षक पुनरावलोकन समितिमा सुपरिवेक्षक त माथिल्लै हुन्छ प्राय। पुनरावलोकन समितिमा चाहिँ विवश अध्यक्षहरू पनि हुनुहुन्छ होइन। अब त्यसलाई चाहिँ राख्न खोज्नु होला। सबै चाहिँ माथिल्लो योग्यता नभएको हुन सक्नुहुन्छ।
मूल्याङ्कन प्रणाली पारदर्शी, विश्वसनीय र भरपर्दो बनाउनु पर्ने। शिक्षकको कार्य सम्पादन मूल्याङ्कन प्रणाली अनुमान योग्य बनाउनु पर्ने। ठिक छ। निश्चित कार्यपछि निश्चित समयमा बढुवा हुन्छ भन्ने सुनिश्चित गराउनु पर्ने। विद्यमान कानुनी अडचनहरूलाई संशोधन र समय सापेक्ष बनाउनु पर्ने हो। मुख्यतः ऐन नियावलीहरूमै परिवर्तन आउनुपर्ने अवस्था छ। वर्तमान निराशाजनक बढुवा प्रणालीमा व्यापक सुधार गरी सिकाइ उपलब्धि वृद्धिमा जोडेर बढुवा गर्नुपर्ने हो। बढुवा मूल्याङ्कन प्रणालीमा हेलो इफेक्ट नपर्ने गरी निष्पक्ष मूल्याङ्कन गर्नुपर्ने आदि उपायहरू अवलम्बन गर्न सकिन्छ भनेर लेख्नु भएको छ। समग्रमा शिक्षकलाई थप सुविधा विस्तार गरी अन्य पेसाभन्दा कमजोर होइन, बढी सुविधायुक्त बनाउन बढुवा प्रक्रिया अपनाउनु पर्ने। तर वर्तमान अवस्थामा सो व्यवस्था लागू नभएका कारण बढुवाप्रति विश्वसनीयता घट्दो छ। बढुवा एउटा उत्प्रेरणाको माध्यम हो, तसर्थ यसलाई निष्पक्ष पारदर्शी बनाउनु जरुरी छ। निश्चित अवधि पूरा गरेपछि बढुवा हुने सुनिश्चितता हुन सके सिकाइमा थप राम्रो सुधार र सकारात्मक प्रभाव पर्छ भनेर लेख्नु भएको छ। टिएम पौडेल सरको एकदम राम्रो छ। ल, राम्रो छ, यसलाई निरन्तरता दिनु होला। यहाँनिर म थोरै अल्मलिएँ उद्देश्यमा है, उद्देश्य भनेर यसलाई शिक्षकलाई निश्चित सेवा अवधि पश्चात थप सेवा सुविधा वृद्धि गर्नु यसलाई कर्मश लेख्नु भएको रहेछ। ठिक छ। यसमा कमा दिँदै जानु भने अझ यसरी जोकिँदैन है। ठिक छ। यहाँ र यहाँ चाहिँ व्यवस्थापनमा चाहिँ आउँदाखेरि यहाँ पनि यही स्टार दिनुभयो होइन, अनि अन्डरलाइन गर्नुभएको छ। ठिक छ। ल, समूहमा ठिक छ। ल, राम्रो छ। सरलाई धन्यवाद र शुभकामना है। ल, अब हामी निमाविको साथीहरूको हेर्छौँ है। निमावि अन्तर्गत कसले गर्नुभएको छ, कसको हेरौँ ल। अहिलेसम्म हेर्दै नहेरेको कसको छ ल भन्नु त। अमृताजीको आएन। कृष्ण सिंह ठकुरी, कृष्ण सिंह ठकुरी सरको यहाँनिर आएको छ। हेरिहालौँ है त। यहीँबाट सुरु गर्नुभयो कि जस्तो लाग्यो। कुनै पनि शिक्षक आफू कार्यरत पदमा वा श्रेणीभन्दा थप सेवा सुविधा, श्रेणी र मर्यादामा समेत वृद्धि हुने अवस्था बढुवा हो। छोटोमा मिठो कुरा लेख्नु भएको छ। ल, ठिक छ। शिक्षक बढुवाका उद्देश्य है, यहाँनिर हजुरले शिक्षक बढुवा भनेर थोरै यहाँनिर उल्लेख गरेर त्यसलाई अन्डरलाइन गरिदिनु भएको भए के को बारेमा लेख्दै हुनुहुन्छ त्यो चाहिँ क्लियर हुन्थ्यो है। जसरी यहाँ बढुवाका उद्देश्य लेख्नु भएको छ नि, त्यही किसिमले माथि शिक्षक बढुवा पनि लेखिदिनु भने अझ राम्रो। शिक्षकको मनोबल वृद्धि गर्नु, शिक्षण पेसाप्रति आकर्षण बढाउनु, उच्च कार्य सम्पादन गर्ने शिक्षकलाई पुरस्कृत गर्नु, शिक्षण पेसाप्रति भक्तिभाव र समर्पण जागृत गर्नु। भक्तिभावकै कुरा ल्याउनु भयो सरले। नेपालमा शिक्षकको बढुवा व्यवस्थापनलाई प्रभावकारी बनाउने उपायहरू भनेर कार्य सम्पादन मूल्याङ्कनमा हुने शङ्का उपशङ्काहरू कम गर्नुपर्छ भन्नुभयो। बढुवा गर्ने रिक्त पदको सही तथ्याङ्क सार्वजनिक गर्नुपर्छ हो। यहाँ तथ्याङ्कको कुरा पनि लेख्नु है, सरले नयाँ कुरा लेख्नुभयो। 5 वर्ष हुने बित्तिकै एक तह बढुवा हुने प्रावधान राख्नुपर्छ हो। ल, हेर्नुहोस् त, स्थानीय तह जस्तै हुनु पर्यो। 5 वर्षमा ठ्याक्क बढुवा भइहाल्ने है। आइसिटीमा पोक्त शिक्षकलाई थप अङ्कको व्यवस्था गर्नुपर्छ। नयाँ आयो है। बढुवामा प्रथम द्वितीय बाहेक अन्य थप श्रेणीको व्यवस्था पनि गर्नुपर्छ। विशिष्ट श्रेणी ल्याउनुपर्छ भन्ने कुरा आइरहेको छ है, त्यो कुरा लेख्नुभयो। शिक्षकको जागिर कालमा कम्तीमा 2 तह बढुवा हुने व्यवस्था गर्नुपर्छ। 2 तहमा कम्तीमा हामी फर्स्ट क्लासको भएर निस्कन पाउनु पर्यो भन्ने सरको माग रह्यो। निष्कर्षमा बढुवा एक शिक्षकको आत्मविश्वास वृद्धि गर्ने एक महत्त्वपूर्ण पक्ष भएको हुनाले हरेक शिक्षक शिक्षण पेसामा निष्ठावान भई कार्य गर्नका लागि हरेक वर्ष बढुवा प्रणालीलाई योग्य र क्षमतावान शिक्षकको
निष्पक्ष ढङ्गबाट पढुवा गर्नु आवश्यक रहेको छ भनेर निष्कर्ष पनि लेख्नुभयो। सरको लगभग फर्मेट आयो र उपायहरू पनि अलिक कमै आए, उद्देश्यहरू पनि कम आए। एटलिस्ट मैले अघि नै पनि भनिहालेँ, हाम्रो मार्किङ स्किम अनुसार चाहिँ लेख्नुपर्ने हुन्छ। 1 नम्बरको लागि कम्तीमा 2वटा बुँदा लेख्दा राम्रो भन्छु मैले है। ल, जनक सरको पनि आज चाहिँ देखिएन है। ठिक छ, नेमाविको 1जना साथीको हेऱ्यो, माविको 2जना साथीहरूको हेऱ्यो। अब म प्राविको हेर्छु। प्राविमा कोले अपलोड गर्नुभएको छ? सकेसम्म नयाँ साथीहरूलाई चान्स दिने है। सकेसम्म नयाँ साथीहरूको दिने, नसक्यो भने रिपिट पनि गर्ने। शारदा बस्याल जीको यहाँनिर छ कि जस्तो लाग्यो। ल, शारदाजीले कस्तो एन्सर लेख्नु भएको छ हेरिहालौँ। शिक्षक बढुवा भनेको भन्नुभयो, सामान्यतया तोकिएको तह पद वा श्रेणीमा काम गरिरहेको शिक्षकलाई थप तलब तथा सुविधा सहित माथिल्लो दर्जामा सम्मानित गर्ने कार्य हो भन्नुभयो है। शिक्षक बढुवाको उद्देश्य निम्नानुसार छन्। शिक्षकको मनोबल वृद्धि गर्ने, शिक्षकलाई पेसाप्रति थप जिम्मेवार बनाउने, शिक्षकको कार्य सन्तुष्टिमा अनुभूति गराउने के भन्नुभयो। शिक्षण पेसाप्रति आकर्षण गराउन अनि शिक्षकको पेसागत वृद्धि र सक्षमता वृद्धि गर्न, विद्यालयप्रति सकारात्मक सोच विकास गर्न, शिक्षकमा प्रतिस्पर्धात्मक क्षमता विकास गर्न। लगभग राम्रै कुरा आयो। ठिक छ। नेपालमा शिक्षकको बढुवा व्यवस्थापनलाई प्रभावकारी बनाउने उपायहरू भनेर, शिक्षक बढुवा हुन सम्बन्धित तह र श्रेणीमा 5 शैक्षिक सत्र पुरा गरेको हुनुपर्नेलाई समय वर्ष मिलान गर्नुपर्ने। 5 शैक्षिक सत्र नभनेर अझै समय नै पुग्नु के अरे 5 वर्ष पुग्दा बित्तिकै भन्न खोज्नु होला। ठिक छ, हजुरको राम्रो सुझाव है। बढुवाको आन्तरिक र प्रतियोगितात्मक बढुवामा भन्नुभयो है, सिट संख्या मिलान गर्नुपर्ने र एकै नाचको हुनुपर्ने। आन्तरिक र कार्य सम्पादन है मूल्याङ्कनमा भन्न खोज्नुभयो होला। यसलाई चाहिँ अलिक प्रश्न गराउनु भयो भने राम्रो। कार्य सम्पादन हो यहाँ ल्याउनु भएको आधारमा हुने बढुवा र आन्तरिक बढुवाको तालमेल मिलान गर्नुपर्ने, उस्तै उस्तै कुरा आयो। बढुवा हुँदा देखिएका समस्या उप निवेदन बापत 2 अङ्क र 3 अङ्क घटुवा हुने व्यवस्थाको अन्त्य गर्नुपर्ने। बढुवा हुँदा देखिएका समस्या उप निवेदन दिएमा अथवा त्यो त्यस्तो भन्नु खोज्नुभयो है। त्यसरी 2-3 घण्टा अङ्क नै घटुवा हुनुपर्ने व्यवस्था चाहिँ अन्त्य गर्नु पर्यो भन्न खोज्नुभयो। त्यसले गर्दाखेरि अन्य साथीहरूलाई त्यो साथीलाई फेरि पनि बढुवामा समस्या हुन्छ भन्ने कुरा लेख्नु भएको छ। निष्कर्षमा माथि उल्लेखित उद्देश्य र व्यवस्थापनको आधारमा शिक्षकको मनोवृत्ति नभएर वृत्ति होला बढाउन, शिक्षण पेसाप्रति जिम्मेवार बनाउन गरिएको व्यवस्थालाई अझ प्रभावकारी र व्यवस्थित बनाउँदा शिक्षण पेसाप्रति आकर्षण बढ्ने देखिन्छ भनेर लेख्नु भएको छ। समग्रमा ठिक छ है, र थोरै हजुरबाट मैले सुधारको अपेक्षा पनि गर्छु है। हाम्रो के अरे शारदाजीको यसलाई चाहिँ केही सुधार गर्दै लग्नु होला। समग्रमा राम्रो छ। विमलाजीको पनि हामी हेरिराख्छौँ, सकेसम्म नयाँ साथीहरूको हेरौँ भन्ने हो। उमेश प्रसाद यादवजीको यहाँनिर आएको छ, उमेश सरको हेरौँ है त। सुरुमै हजुरले अब यो लाइनिङ कपी छोड्नु पर्यो सर है, अर्को सादा कापीको व्यवस्था गर्नु पर्यो है। शिक्षकले तोकिएको पदभन्दा उच्च तह श्रेणी वा पदमा उन्नति गरिने प्रक्रिया हो, जसले आफ्नो योग्य
अनुभव अनुभवी र सक्षम हो। सक्षमले सेवा अवधि सम्पदा शैक्षिक योग्यता र योगदानको आधारमा बढुवा हुने गरिन्छ। कता कता लानुभयो त सर कुराकानी त। यसले शिक्षकलाई जिम्मेवारी अधिकार तलब सुविधा र मान प्रतिष्ठा बढाउँछ। त्यो त हो, तर अलि कता कता बटारियो है कुरो चाहिँ। यसका उद्देश्यहरू भनेको मनोबल उच्च गराउनु पनि हो, ठिक छ। गुणस्तरीय शिक्षण सुनिश्चित गर्नु हो, शिक्षक पेसाप्रति आकर्षण गर्नु हो, सेवामा निरन्तरता र प्रतिबद्धता कायम गर्नु एकदम हो। अनुभव र दक्षताको मूल्याङ्कन हुनु भन्नुभएको छ। शिक्षकलाई पुरस्कृत गर्नु होला। पेसागत वृद्धि तथा सक्षमता वृद्धि गर्नु, पेसागत वृत्ति विकास भन्छ है, र सक्षमतामा अभिवृद्धि गर्नु, वृद्धि गर्नु, ठिक छ। शिक्षक बढुवा व्यवस्थापनको अवस्था भनेर लेख्नुभयो। यो हाम्रो क्वेसनले यस्तो मागेको छ र शिक्षक बढुवाको व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने उपायहरू भनेर सोधेको छ। नेपालमा शिक्षक बढुवा व्यवस्था मुख्यतया शिक्षा ऐन, शिक्षा नियमावली र शिक्षक सेवा आयोग मार्फत सञ्चालन हुन्छ। सेवा अवधिको आधारमा यो कस्तो अलि हजुरको क्वेसन बुझाइ नै फरक परे जस्तो लाग्यो है। अनि क्वेसन बुझेर मात्रै एन्सर लेख्ने प्रयास गर्नु होला। हतारमा टक्क क्वेसन हेर्नुभयो अनि एन्सर लेख्न थाल्नुभयो, पछाडिको क्वेसन अलि नबुझिकन लेखे जस्तो लाग्यो है। यो अवस्था त लेख्नुभयो, अवस्था भनेको ठिक छ, तर हाम्रो क्वेसनले मागेको चाहिँ यसलाई अझ प्रभावकारी बनाउने उपाय के गर्नु पर्ला त। अहिलेको जुन जुन समस्याहरू छन् नि, यो मैले समस्या पनि राखौँ कि जस्तो लाग्थ्यो। समस्या अब यो उपाय जानेपछि समस्या त हजुरहरूले गरिहाल्नुहुन्छ नि, अथवा समस्या जानेपछि त्यसका समाधानका उपाय गरिहाल्नुहुन्छ भन्ने किसिमले मैले यो राखेँ। तर यसमा चाहिँ बुझाइमा अलि अस्पष्टता भयो जस्तो लाग्यो। शैक्षिक योग्यताको आधारमा, तालिम कार्य सम्पादन मूल्याङ्कनको आधारमा र आन्तरिक प्रतिस्पर्धाको आधारमा यो हो। अहिलेको चाहिँ वर्तमान परिपाटीतिर जानुभयो है। यहाँनिर लेख्नुभयो हो, बनाउने उपाय चाहिँ तल आएको रहेछ। स्पष्ट र पारदर्शीको लागि आवश्यक मापदण्ड निर्माण गर्नु। पारदर्शीको लागि हजुरको अलि भाषागत शुद्धता पनि कायम गर्नुपर्ने देखेँ। कार्य सम्पादनमा आधारित मूल्याङ्कन प्रणाली लागू गर्नुपर्ने भन्नु पर्यो है। गर्नुपर्ने उपायहरू अन्तर्गत शिक्षकको गुनासो सुन्ने संयन्त्र मजबुत बनाउनु पर्ने भन्नुभएको छ। ठिक छ, बनाउनु भन्दा पनि बनाउनु पर्ने। नियमित तथा समयमै बढुवा प्रक्रिया सम्पन्न गर्नुपर्ने। राजनीतिक तथा कर्मचारी तन्त्रको कम गरी निष्पक्षता। कर्मचारी तन्त्रको के कम गर्ने त, त्यो खुलेन। प्रक्रिया सरल र छरितो बनाउनु पर्ने हो यसको प्रक्रियालाई भन्नुभएको छ। अनि निष्कर्षमा शिक्षक बढुवा व्यवस्था प्रभावकारी भएमा शिक्षकको पेसागत विकास मात्र नभई शिक्षाको गुणस्तर, विद्यार्थीको उपलब्धि र राष्ट्रिय शैक्षिक विकासमा सकारात्मक प्रभाव पर्छ। शिक्षक बढुवालाई निष्पक्ष, पारदर्शी र परिणाममुखी बनाउनु आवश्यक देखिन्छ भन्नु खोज्नुभयो होला। यहाँनिर कपी फोल्ड भएर होला, अलिक क्लियर आएन। समग्रमा हाम्रो उमेश सर होइन, उमेश सरको पनि मैले केही सुधारको अपेक्षा गर्छु। र एउटा कुरा चाहिँ हजुरहरू अब शिक्षक नै हुनुहुन्छ, यस्तो भाषागत अशुद्धता अलिअलि त हुन्छ नै, इक्जाममा हतारमा लेख्दा हुनसक्छ, तर सकेसम्म त्यसलाई मिनिमाइज गर्ने प्रयास गर्नु होला है, त्यसलाई हटाउने नै प्रयास गर्नु होला। र हाम्रो क्वेसनले जे मागेको छ टक्क त्यसैमा एन्सर दिँदा भइहाल्छ। धेरै बहकिन थाल्यौँ भने हामीलाई समय म्यानेज गर्न गाह्रो हुन्छ र बाहिरको त्यो बहकाइले हाम्रो अङ्क पनि त्यति राम्रो नआउन सक्छ है। ल, हजुरको यो प्रयासको लागि धन्यवाद। यसलाई निरन्तरता दिनु होला। ठिक छ, सुधार्नुमुख छ भन्ने कुरा राखेँ है त।
अब कसको हेरौँ? सकेसम्म नयाँ साथीहरूको हेरौँ कि भन्ने हो। मङ्गलमाया राईको पनि छैन। अनि दमन सिंह राई छैन। अनि लीला सिलवाल छैन। डिला पौडेल छैन। सावित्री चल्लाकोटी। ल, यसो गरौँ साथीहरू, हजुरहरूको मैले पछि हेरेर यसको फिडब्याक पनि दिनेछु है माधव सर। हजुरले अब हजुरको हिजो पनि हेरेका थियौँ, अब मेरो नै हेरौँ है। हाम्रो समय पनि करिब 8 पनि भइसक्यो। ल, धेरैको जवाफ पनि त्यही आयो। ल, अब मेरो एन्सर हेरौँ अनि यसमा थप कुराकानी गरौँला है। ल, समग्रमा त्यस्तै नै छ साथीहरू है, खासै फरक छैन। मैले यो मार्किङ स्किम चाहिँ लेखेको थिएँ, साथीहरूले लेखिदिनु भएन। ठिक छ, ल, त्यति राम्रो छैन, यद्यपि मिलाएर यसरी पनि लेख्न सकिन्छ भनेर एउटा मोडल लेखेँ, हजुरहरूले लेखेको जस्तै छ। त्यसमा केही फरक छैन। पिपल डु नट गेट प्रमोटेड फर डुइङ देयर जब रियली वेल, दे गेट प्रमोटेड बाई डेमोन्स्ट्रेटिङ देयर कपेसिटी टु डु मोर भनेर ताराजी फ्रेङ्कली भनेको एउटा कोटेसन यहाँनिर लेख्यो होइन। मान्छे अथवा शिक्षक आफू राम्रो काम गर्दैमा मात्रै बढुवा हुँदैन। के गर्नुपर्छ भन्दा अझ राम्रो गर्ने प्रयास गर्नुपर्छ, डेमोन्स्ट्रेट गर्नुपर्छ, उसको आफ्नो कपेसिटी चाहिँ, आफ्ना सम्भावना है, कपेसिटीलाई अझै बिल्डअप गर्न चाहिँ प्रयासरत रहनुपर्छ। सबै राम्रो गर्ने सबै हुन्छन्, अझ उत्कृष्ट गर्नुपर्छ भन्ने कुरा यहाँनिर लेखिएको है। किनकि राम्रो गरेन नै स्थायी शिक्षकमा छनौट भएको हो नि त सबैजना। अब बढुवा हुनको लागि त के गर्नु पर्यो? अझ त्यो राम्रोको बिचको पनि अझ राम्रो हुनु पर्यो नि त होइन। शिक्षक बढुवा भनेर राखियो। तोकिएको तह वा श्रेणीमा काम गरिरहेको शिक्षकलाई थप तलब तथा सुविधा र माथिल्लो दर्जाले सम्मानित गर्ने कामलाई, कार्यलाई नै बढुवा भनिन्छ है। अब तोकिएको तह र श्रेणीमा, हाल तपाईँहरू तृतीय श्रेणीमा, कोही द्वितीय श्रेणीमा हुनुहुन्छ होला, हो त्यो श्रेणीभन्दा माथिल्लो श्रेणीमा जाने, माथिल्लो दर्जामा जाने र थप तलब तथा सुविधा पनि खाने, त्यो कार्य के हो? बढुवा हो। शिक्षक बढुवा पनि त्यही हो। बढुवालाई पदोन्नति, वृत्ति विकास, तह वा श्रेणी वृद्धि, दर्जा वृद्धि आदि नामले चिनिन्छ है। बढुवा हुँदा नयाँ जिम्मेवारी तथा थप सेवा सुविधा प्राप्त हुने भएकाले शिक्षकलाई लगनशील, उत्प्रेरित एवं पेसाप्रति प्रतिबद्ध गराउन बढुवाले महत्त्वपूर्ण भूमिका रहन्छ, बढुवाको महत्त्वपूर्ण भूमिका रहन्छ है। अब हामी बढुवा हुने भन्दैमा के हो? खालि तलब सुविधा मात्रै थप पाउने त होइन नि, जिम्मेवारी पनि थप हुने हो है। अब हजुर थर्ड क्लासको हुनुहुन्छ भने सेकेन्ड क्लासमा जाँदै गर्दा आफूभन्दा मातहतको शिक्षकको कार्य सम्पादनसम्म गर्ने अधिकार बोकेर जानुहुन्छ। अब शिक्षक हुनुहुन्छ भने अझ प्रिन्सिपलको रूपमा जान पनि सक्नुहुन्छ। ओके, ल विमलाजी, ल त्यो चाहिँ भनौँला है। यसरी यो चाहिँ थप जिम्मेवारीको कुरा चाहिँ, नयाँ जिम्मेवारीको कुरा पनि भयो र धेरै कुरा छैन। शिक्षक बढुवाको उद्देश्य भनेर मैले यहाँ थोरै राखेको छु। शिक्षकको मनोबल अभिवृद्धि गर्ने हो प्रमुख त है। हो, म पनि सधैँ एउटै तह, समान तह श्रेणीमा बस्ने होइन, माथिल्लो तहमा जाने हो भनेर एउटा जाँदै गर्दा उच्च मनोबलका साथ जानुहुन्छ, त्यो पनि एउटा मनोबल अभिवृद्धिको कुरा हो। शिक्षकलाई शिक्षण पेसाप्रति समर्पित गराउनु, अझ लगनशील बनाउनु पनि हो है। शिक्षण पेसाप्रतिको आकर्षण वृद्धि गर्नु पनि हो। साङ्गठनिक स्थायित्वलाई प्रोत्साहन गर्नु हो। तृतीय श्रेणीको शिक्षकहरू सधैँ तृतीय बसेर कहाँ काम लाग्छ भन्ने छोड्ने भन्दा पनि होइन, हामीलाई अवसर छ नि त, म तृतीय भएर के गर्ने, अब फेरि मैले प्रतिस्पर्धा गरेँ, म
अब्बल साबित भएँ भने योभन्दा माथिल्लो तहमा जान्छु, मलाई राम्रो छ भनेर एउटा स्थायित्व को लागि प्रोत्साहन गर्नु पनि हो है। अनि शिक्षकमा सूक्ष्म प्रतिस्पर्धात्मक भावनाको विकास गराउनु पनि हो है। शिक्षक भित्रैबाट एउटा सूक्ष्म प्रतिस्पर्धात्मक भावना हुन्छ, सूक्ष्म प्रतिस्पर्धा हुने गरेको छ अहिले होइन। यसैमा हामी लागिरहेका छौँ। समग्र शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउँछ यसले है, बनाउनु भनेर यसका उद्देश्यहरू राखियो। अनि यो बढुवा व्यवस्थापनलाई प्रभावकारी बनाउने उपायहरू अन्तर्गत यसको प्रभावकारी बनाउनको लागि नीतिगत संरचनागत व्यवस्थापकीय पक्षमा सुधार हुनु आवश्यक छ। समय पुग्छ भने के गर्ने त, नीतिगत सुधारका उपायहरू भनेर लेख्न सक्नुहुन्छ, संरचनागत सुधारका उपायहरू भनेर लेख्न सक्नुहुन्छ, व्यवस्थापकीय सुधारका उपायहरू भनेर लेख्न सकिन्छ। यसलाई छुट्टा छुट्टै गराएर लेख्न सकिन्छ। हजुरहरूको क्वेसनले कसरी माग्छ त्यो अनुसार लेख्ने है त। अब यहाँनिर मैले समग्रमा लेखेँ यसको बढुवा व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउने भनेर। शिक्षक बढुवाका लागि पद सङ्ख्या बढाई सामूहिक बनाउनुपर्छ। अहिले एकदमै थोरै सङ्ख्यामा है, हजुरहरूको विद्यालयमा अब आफै सोच्नु, जिल्लामा कति सङ्ख्यामा खुलेको छ भन्ने कुरा आफै मनन गर्नु होला है। केही जिल्लाहरूमा धेरै राम्रो सङ्ख्यामा पनि खुलेको छ भने केही जिल्लाहरूमा एकदम कम सङ्ख्या छ, हामीले सोचे अनुसारको सङ्ख्यामा विज्ञापन खुलेन हो। त्यसको लागि के गराउनु पर्यो, पद सङ्ख्या बढाउनु पर्यो र सामुदायिक बनाउनु पर्यो। हजुरहरूले अघि पनि लेख्नु भएको छ 50-50 बनाउनु पर्यो भन्नुभएको छ हो। त्यसले पनि त्यो कुरालाई पनि यसले जोड दिएको। सम्बन्धित तहमा श्रेणीगत बढुवाको साथै निश्चित आधारमा तहगत बढुवाको प्रावधान राखिनुपर्छ है। यो प्राय कसैकोमा पनि आएन। यो श्रेणीगत मात्रै नभएर बढुवालाई तहगत पनि बनाउनुपर्छ। प्राइमरी तहको शिक्षक अनि योग्यता भएको, क्षमता भएको हुनुहुन्छ भने उहाँलाई निमाविमा किन नलाने, निमाविमा जाने अवसर किन नदिने। आज खरदारमा छिरेको मान्छे अनि नायब सुब्बा अधिकृत उपसचिव पन्त उता पन्त बढुवा भएको छ लोकसेवातिर भने शिक्षकमा किन नगर्ने। प्रावि द्वितीय, प्रावि प्रथम मात्रै नभएर निमावि तृतीयमा लाने, निमाविकोलाई मावि तृतीयमा लाने, द्वितीयमा लाने है। त्यसरी गर्न पनि सकिन्छ। तहगत बढुवाको प्रावधान पनि अहिलेको आवश्यकता हो। त्यस्तै निम्न माध्यमिक र माध्यमिक तहको बढुवालाई प्रदेश स्तरमा गरिने गरी नीतिगत व्यवस्था गरिनुपर्छ है। यो हाम्रो जुन निम्न माध्यमिक र माध्यमिक तहको बढुवा छ त्यो पनि जिल्ला स्तरमै, जिल्लाको कुल दरबन्दी सङ्ख्याको आधारमा गरिन्छ। त्यसलाई कम्तीमा प्रदेश स्तरमा गयो भने अझ बढी प्रतिस्पर्धी रोचक हुन्छ, किनकि हामीलाई प्रदेशले नै पदस्थापन गरिराखेको छ नि त अहिले त। त्यो भएको हुनाले प्रदेशले जिल्ला छनौट गराएको छ अनि त्यो भएको हुनाले पदस्थापन त पालिकाले नै गर्छ। अनि आयोगमा कामको अनुपातमा जनशक्ति व्यवस्थापन गर्नुका साथै प्रदेश स्तरमा आयोगको संरचना निर्माण गरी बढुवा लगायतका अन्य कार्यहरू सम्पादन गरिनु आवश्यक छ। ल हेर्नुहोस् त, अहिले शिक्षक सेवा आयोग केन्द्रमा मात्रै छ, त्यसले गर्दा यसका कार्य सम्पादनमा ढिलाइ हुने, समयमा विज्ञापन नखुल्ने, परीक्षा नहुने, अब यी समूह फारमहरू लगायतमा तिनी ढिलासुस्ती हुने समस्याहरू छ। त्यसको लागि हामीले के गर्नुपर्छ भन्दा अहिले प्रदेश अनुसार हरेक प्रदेशमा शिक्षक सेवा आयोगको कार्यालयहरू, क्षेत्रीय कार्यालयहरू हुने हो भने, प्रदेश कार्यालयहरू हुने हो भने यसको कार्य सम्पादनमा पनि अझ चुस्तता आउँछ, छिटो छरितो हुन्छ भन्ने कुरा भयो। बढुवा सम्बन्धी क्यालेन्डर प्रकाशन गरी तोकिएको समयभित्रै नियमित रूपमा बढुवा सम्बन्धी कार्य गर्नुपर्छ। ल हेर्नुहोस् त, अहिले खुल्ने विज्ञापन योभन्दा धेरै अगाडि भदौतिरै खुल्नुपर्ने विज्ञापन अहिले एकदमै ढिला भएको छ। अहिले त केही आन्दोलनको कारणले पनि हो। यद्यपि यो क्यालेन्डरको चाहिँ अक्षरशः पालना चाहिँ गर्नुपर्छ भन्ने कुरा छ। कार्य सम्पादन मूल्याङ्कन भर्ने सम्बन्धमा शिक्षक, प्रधानाध्यापक र मूल्याङ्कनकर्ताको क्षमता विकास गर्नुपर्छ हो। कासम्म आएका सानातिना कमजोरीहरूलाई चाहिँ हटाउनुपर्छ, मानवीय त्रुटिका रूपमा स्वीकार गर्नुपर्छ भनेर अघि एकजनाले लेख्नु भएको थियो हो। यो कासम्म भर्ने सम्बन्धमा चाहिँ शिक्षक होइन मूल्याङ्कनकर्ताहरू सबै चाहिँ त्यो विज्ञता नभएर त्यहाँ चाहिँ विभिन्न समस्याहरू आउने गरेका छन्, जसले गर्दा शिक्षकको वर्षौँदेखि बढुवा रोकिएको अवस्था छ। त्यसलाई चाहिँ के गर्नुपर्छ, सबैभन्दा पहिला त सबै पक्षहरूको, सरकारवाला पक्षहरूको क्षमता विकास गर्नुपर्छ भन्ने कुरा आयो। मूल्याङ्कनकर्ताले समग्र फारम राम्रोसँग रुजु गरेर मात्र मूल्याङ्कन गर्ने र वस्तुनिष्ठ मूल्याङ्कन गर्नुपर्छ। जो मूल्याङ्कन पुरा गर्ने समिति सुपरिवेक्षकमा हुनुहुन्छ उहाँहरूले शिक्षकको वास्तविकता हेरेर चाहिँ मूल्याङ्कन गर्नुपर्छ भन्ने कुरा छ। कार्य सम्पादनमा का आधारमा हुने बढुवालाई विद्यार्थीको सिकाइ उपलब्धिसँग आबद्ध गरिनुपर्छ। सिकाइ उपलब्धि बापतको केही अङ्क त छ, यद्यपि
अझ बढी चाहिँ छैन, एकदमै न्यून अङ्कमा छ है। बढुवा यो बढुवा परीक्षाको पाठ्यक्रम पनि 200 पूर्णाङ्कको बनाउनु पर्छ भने मैले त है। यो 100 पूर्णाङ्कको मात्रै हुनभन्दा कम्तीमा 200 पूर्णाङ्कको भयो र जसमा व्यवस्थापकीय सिपहरूको परीक्षण गर्न सकिने पनि हुनु सान्दर्भिक हुन्छ है। व्यवस्थापकीय सिपहरूको चाहिँ परीक्षण पनि केन्द्रित हुनुपर्छ अहिलेको हाम्रो यो पाठ्यक्रममा पनि अझ व्यापक बनाउनुपर्छ। सिकाइ उपलब्धिको गणनामा देखिएको दुविधा है। सिकाइ उपलब्धिको गणनामा विभिन्न दुविधाहरू देखिन्छ त्यो विकाससमूह भर्ने क्रममा है। त्यसमा औसत अङ्क कति राख्ने, जिपिए राख्ने कि के राख्ने, प्रतिशत राख्ने कि भौगोलिक इकाइको अङ्क भनेको के हो है। त्यसमा विभिन्न दुविधाहरू छ, त्यसलाई चाहिँ यथाशीघ्र निराकरण गर्नुपर्छ भन्ने कुरा छ। अनुसन्धान बापत दिइने अङ्कको स्पष्ट आधार बनाई मापनीय बनाउनुका साथै शिक्षण कार्यसँग सम्बन्धित अनुसन्धानका लागि शिक्षकको क्षमता विकास गर्नुपर्छ। ल हेर्नुहोस् त, जुन कार्यमूलक अनुसन्धान बापत हरेक वर्षको 1 अङ्कको दरले पछिल्लो 5 वर्षको अङ्क पाउनुहुन्छ, त्यसलाई के गराउनु पर्यो भन्दा अझै स्पष्ट बनाउनु पर्यो। कसैले के गर्नुहुन्छ, कपी पेस्ट गरेर ल्याएर पेस्ट गर्नुहुन्छ, मेहनत गरेर बनाउनेको पनि त्यही, अनि यतिकै कपी गरेर दिनेको पनि त्यही मूल्याङ्कन चाहिँ हुनु हुँदैन। यसलाई अझ प्रभावकारी बनाउनुपर्छ भन्ने कुरा छ है। अनि हो, हचुवा र बिना तथ्यका आधारमा गरिने मूल्याङ्कनलाई पूर्णतया निरुत्साहित गर्नुपर्छ। हचुवाको भरमा ल फल्नु टिचर त यस्तो भन्ने, अफिसमा बसेर त्यसलाई चाहिँ नम्बर दिने, अथवा टिचरले पनि त्यस्तै गर्ने, नम्बर काट्ने, अथवा आफ्नालाई राम्रो मान्ने, अर्कालाई अलि कुरा नमिल्नेलाई नदिने, त्यस्तो परिस्थिति चाहिँ हुनु हुँदैन। निर्धारित समयभित्रै मूल्याङ्कन कार्य सम्पन्न गर्ने, कासमको अभिलेख राख्ने जस्ता व्यवस्थापकीय कार्यमा सुधार गर्नुपर्छ है। कासमूको पुनरावलोकन समितिमा कतिपय अवस्थामा विवश अध्यक्ष रहने व्यवस्था हटाइनु सान्दर्भिक हुन्छ कि भन्ने कुरा छ। अब यो राख्दा सान्दर्भिक अथवा नराख्दा सान्दर्भिक आफ्नो विचार चाहिँ राख्ने कुरा हो। कतिपय अवस्थामा विवश अध्यक्षले चाहिँ शिक्षकलाई नरुचाएको अवस्थामा चाहिँ त्यहाँनिर चाहिँ शिक्षकहरू मर्कामा पर्ने गरेको कतै सुन्नमा आउँछ। त्यसले गर्दा त्यो पनि गर्न सकिन्छ कि भन्ने कुरा छ। यसरी रितपूर्वक गरिएको बढुवाबाट शिक्षकहरूले आफ्नो कामप्रति सन्तुष्टि प्राप्त गर्न सक्ने हुनाले यसबाट समग्र विद्यालय शिक्षाको प्रभावकारिता एवं गुणात्मकता अभिवृद्धि हुन जाने देखिन्छ है। यसलाई के गर्नु पर्यो, रितपूर्वक गर्नु पर्यो। शिक्षक सन्तुष्ट हुनु पर्यो कि मैले कासमु गर्दा ठिक गरेको छु, मेरो अब अनुमान योग्य हुनु पर्यो भन्नुभएको थियो नि अघि, त्यो भन्न खोजेको। यसरी यो यस्ता कार्यहरूले के गर्छ, समग्र शिक्षाको चाहिँ प्रभावकारिता र गुणस्तरमा अभिवृद्धि गर्छ भन्ने कुरा आयो। ल साथीहरू, अब मैले लेखेको पनि यही हो, हजुरहरूले हेरिसक्नुभयो हो। गएन हजुरको, हामी हेरेको हजुरको नाम मात्रै आयो, अनि अन्य कुराहरू देखिएन। ल ठिक छ, आजको क्वेसन एन्सर यही नै भयो। अब मैले सुन्दै छु विष्णु सरको आज चाहिँ क्लास हुँदैन कि भन्ने मलाई कुरा आएको थियो। ठिक छ साथीहरू, एकपल्ट बुझौँ है। र हो नि, हजुरको सुरुमै हेरेको कविताजी, ल हजुरको धेरै दिन भएको थियो नहेरेको, राम्रो लेख्नु भएको रहेछ। अनि ठिक छ, हुन्छ ल सर म्यामहरू, आजलाई यति नै गरौँ। अब बाँकी थप कुराकानी युनिट 1को अथवा युनिट 1 2 को अरू नयाँ युनिट सुरु गर्ने कुरामा भोलिबाट चाहिँ हामी अगाडि बढ्न सक्छौँ है। आजको लागि यति नै भन्दै म पनि बिदा हुन्छु। आज चाहिँ विष्णु सरको क्लास, विष्णु सर बाहिर भएको कारणले नहुने भन्ने मैले बुझेको छु। सायद त्यही होला, हाम्रो साथीहरूले इन्फर्म गर्नुहुन्छ टेक्निकल टिमले। भयो त राम्रै भयो, नभए चाहिँ आजको लागि यति नै होला। ल, र मेरो क्लास चाहिँ यहीँ सकिएको मैले अनुरोध गर्दै हजुर नै पठाइदिनु न भन्नुभएको छ आज।
हुन्छ साथीहरू, आजलाई यति नै गरौँ।